नमस्ते सम्पूर्ण साथीहरुलाई। यो टिभीएस को ईवी मैक्स यो अटो छ हैन, इलेक्ट्रिक अटो हो यो। यसमा अहिले चार्जिङ भइराछ। कति साथीहरुले भन्नुभयो थियो चार्ज भएको नभएको कसरी थाहा पाउने भनेर। यसमा हेर्नु होला, अहिले जस्तो यो चार्जिङ देखाइराछ, बिलिङ गरिराछ, यहाँ ओके देखाइराछ। अनि यो फ्यानको स्पिड चाहिँ एकदम माथि छ, हाई सो गरिराछ। यसको मतलब चाहिँ ब्याट्री सप्लाई भइरहेको छ र ब्याट्री चार्ज भइरहेको छ। अगर हजुरको यो सिस्टमबाट देखाने यहाँ फोल्ड मात्रै देखाइरहेको छ भने यसमा हजुरले के हेर्नु पर्यो भन्दा यसले चाहिँ सप्लाई पाछ तर ब्याट्री चाहिँ चार्ज भएको छैन भने चाहिँ जान्नु पर्यो है। यो चाहिँ चेक गर्नु होला। अनि पछाडिपट्टि मैले जो भनेको थिएँ नि त्यसअनुसार अगाडि हजुरले पनि हेर्न सक्नुहुन्छ। यो भनेको अर्को चार्जिङ हैन, यहाँ चार्जिङ देखाइरहेको छ। अहिले कति % चार्ज भयो ब्याट्री भनेर हेर्नको लागि यहाँ देखाइरहेछ हजुरको 85% चार्ज देखाएको छ भने अब हजुरको यो अटो चाहिँ चार्जिङ भएको छ कि छैन भनेर चेक गर्नको लागि यहाँ चाहिँ यस्तै सिग्नल देखाइरहेको छ। अब हजुरको यो कति ड्युरेसनमा कति टाइम लाग्छ त यो अटो अझै फुल हुनको लागि भनेर चार्जिङ यहाँ सिस्टम हजुरको यहाँ अगाडि पनि देखाइरहेको छ। यो जस्तो 26 मिनेट यसमा देखाइरहेको छ भने 26 मिनेटमा यो अटो चाहिँ फुल चार्ज हुन्छ हैन, यो अनुसारले देखाइरहेको हुन्छ। अब सिस्टम भनेको पुरानै जस्तै हो, यो अटोमा पनि लगभग कुनै चेन्जेस त छैन। तर यसमा ईवी भन्नाले अब इलेक्ट्रोनिक डिभाइसहरू एड गरेको छ। अब पेट्रोल इन्जिनमा चाहिँ थोरै फरक। अब युटलहरू, यो साइड इन्डिकेटरहरू, हेडलाइट, डिम सबै ठिक छ भने यो हजुरको एफ लेखेको बटन हजुरले यो दाब्नु भयो भने यो चाहिँ अगाडि गाडी जान्छ हैन। एक्सिलेटर हजुरले यहाँबाट लिनु पर्यो। हजुरको यो रिभर्स भनेको ब्याकको लागि छ हैन। अब स्टियरिङ कलमहरू लगभग जस्तै सेमै छ। अब थ्रोटल यो बटार्ने बित्तिकै हजुरको गाडी चाहिँ हिँड्छ हैन। अब हजुरले चाबी अन गर्ने बित्तिकै हजुरको यहाँ चाहिँ जस्तो न्यू एन भनेर आउँछ कि जस्तो हाम्रो पेट्रोल गाडीहरूमा न्युट्रल भन्ने देखाउँथ्यो नि, यहाँ एन आइरहन्छ। यही नै छ, अरू लगभग सिस्टम सेमै हो। चेन्जेस भनेको हजुरको यो टायरमा छ। अनि त्यसपछि यो छ नि, यो स्टियरिङ कलमको यो हब पिन चाहिँ पहिला अगाडि हुन्थ्यो, यसलाई चाहिँ पछाडिपट्टि गरिदिएको छ। स्टियरिङ कलम चाहिँ चेन्जेस छ। अनि सोकरमा थोरै चेन्जेस छ हैन। लगभग यो ब्रेक फ्लुइड सिस्टम चाहिँ लगभग सेमै जस्तो छ यसमा हैन, कुनै चेन्ज। अब यो टेल ल्याम्प इन्डिकेटर साइडहरू चाहिँ चेन्ज भइसकेछ हैन। यो डिजिटलमा छ फुल्ली यताको। अनि यो राइट लेफ्ट सबै हैन यो डिजिटलमा दिइसकेको छ। अब बम्पर हजुरको पहिला हुन्छ हैन, ब्याक यो बम्परवाला यो सेम छ। सबभन्दा चेन्जेस फुल्ली डिजिटल हैन। यो ग्राफिक यो एलइडी हैन, जस्तो डिजिटल छ नि भन्दा चाहिँ एलइडी